ल हाम्रो चाहिँ भ्रमण सुरु भयो। भ्रमण यो एकदम राम्रो पार्कको भ्रमण। ल ल घुम्न आउनु भएको आमा बुवा प्राप्ति विश्वास छोराछोरी म। कस्तो छ ठाउँ ल हेर्नु कस्तो राम्रो। क्यामेरामा त बहुत राम्रो देखिएछ। साँच्चैको पनि राम्रो छ। साँच्चैको राम्रो नभइकन क्यामेरामा राम्रो आएन। यो त्यसको सिड हो। सिड हो क्या त्यसैबाट हो त फुल्ने पछि। खै सिड देखाऊ फ्लावरको सिड देखाऊ। यो सिड हो। ल नचलाउ त चलाउने होइन ल। हजुर हो ब्लू बनेट एरिया पुरै यति राम्रो। त्यहाँ नचलाउ चलाउन चाहिँ पाइन्न भने होला त्यहाँ नचलाउ। हेर मात्रै कति फुलेछ कति फुलेछ वरिपरि फुले यो के हो र यी। वरिपरि फुल छ क्या हो। फुलको त बगैँचा भन्ने हुन्छ यो ब्लू बनेटको बगैँचा। ब्लू बनेटको बगैँचा। कस्तो लाग्यो तिमीलाई ठाउँ भन। प्राप्ति फेरि कता दुगर्न थालिन्। अहिले एक राउन्ड लगाएर आम। पहिला एक राउन्ड लगाएर आम आऊ। एक राउन्ड लगाएर आम के आऊ। एक राउन्ड लगाएपछि त्यहाँ यसो खेल्छन् यिनीहरू। तपाईँहरू फेरि दोस्रो राउन्ड लाउँदाखेरि ठ्याक्कै हामी निस्किने बेला ठ्याक्कै मिल्छ क्या कुरो। एक राउन्ड यिनीहरूसित लाउँछौँ हामी सबैले। दोस्रो राउन्ड तपाईँहरूले एक्लै लाउनुहुन्छ होइन। अनि त्यसपछि घर जामलाई ठ्याक्क मिलाएर आज छोटो मिठो घुमौँ। कुरो सही हो। ल यी केटाकेटी कता हो पार्क। अहिले एक राउन्ड लगाएपछि नेक्स्ट टाइम आऊ। एक राउन्ड लगाएपछि पार्कमा जाने आऊ। ल हेर कति फुल छ यहाँबाट। हेर यी यसबाट थाहा हुन्छ। यी चराहरू पनि कति इन्जोय गरे हामीलाई। देखेँ देखेँ देखेँ। हेर चराहरू। चरो पनि खुसी भयो जस्तो छ त। मजाले हिँड्ने कति राम्रो छ हेर्नु त। प्राकृतिक सौन्दर्य हुन्छ नि। चराहरू ल आऊ आऊ। यो चरालाई के भन्छ के अरे यो कालो चरालाई यस्तै के हो क्या ठ्याक्कै। ठ्याक्कै नाम आएन होइन। हजुर ए ल आऊ 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 आऊ। एक राउन्ड लगाऊँ आऊ। देखेँ आऊ। फ्लावरै फ्लावर। कति छ क्या फ्लावर त। यहाँ ब्लू फ्लावर हेर त।
उता गयो भने घर आउँछ होइन, यता घरतिर जाने कुरा भएन। खाना दिउँ न, इन्जोय। ल यता जाँदा घर चाहिँ गइने रहेछ, त्यही भएर यता नजाने, यता जाने। कुन ट्रीमा? ट्रीमा त फुलेछ। यता पनि ठुलो जङ्गल टाइपको, ल जङ्गलै हो कि चौर हो कि, यता जान मिल्दो रहेछ। जाने कि नै यता? हजुर रोक, यहाँ के छ त्यहाँ हेर, कछुवा देखिन्छ अहिले यहाँ बसेको यसरी। कछुवाले पनि घाम ताप्दो रहेछ क्या हो। फुल 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 फ्लावर, त्यो सिड पछि सिड हुन्छ। यता भित्र छिर्ने कि नै? यता थोरै जाऊँ न, राम्रो छ क्या, थोरै जाऊँ। आऊ होइन, किरातिर नजाने, बाटै बाटो। यहाँ बाटो बनेको क्या, बाटो बनाएर यी हेर्नु न गइरहन्। जता हेर हरियो छ क्या। यहाँ हरियाली त हो हेर्ने। हजुर कसले? प्रत्यक्ष हेर्नु न, हेर्नु न प्रत्यक्ष। मैले नरोकिकन लगातार भिडियो बनाएको। ए हे, कहाँसम्म गइन्छ र? बाटो त माथिसम्मै छ त। यता यो हिँड्नैलाई त बनाएको बाटो। कोही मान्छे हिँडिरहेको रहेछ नि यहाँ। पहिला बाटो थिएन जस्तो लाग्छ मलाई, मान्छे हिँडेन थालेछन् यता। अब यो जहाँसम्म गयो अलिकति बाटो जाम हुन्न। ओहो, निलो चरो, कति राम्रो चरो। निलो चरो देखेँ मैले ऊ परै, निलो ब्लू फ्लावर। नै बा यही रोकिनु एकैछिन बुवा, ल यो कहाँसम्म रहेछ कस्तो रहेछ हेर्न मन लाग्यो क्या। निलो चरा त उड्यो उता, चरा एकै ठाउँ कहाँ बस्छ डाँडामा। हजुर हल्ला नगर, यहाँ फेरि कुकुर पाले होला नि फेरि। ओहो, के चरो, यति धेरै चरा यहाँ हेर त। तारमा के हो, चरा हो कि ऊ परेवा? परेवा पिजन रहेछ। देखेँ। आऊ माथि गएर फर्किहाल्नुपर्छ। आऊ
हिँड्ने बाटो बनाएको रहेछ र त्यही भएर जान मन लाग्यो मलाई। के हो ल यो बुवा आमा यतातिर आउन होइन के रहेछ भनेर हामी हेर्छौँ अब यता बुवा आमा नआउनु आएको यो भिडियोमा हेर्नुहुन्छ यो चरा कस्तो ठाउँ रहेछ यता हेर त हो ल यताबाट यता जाने बनाएर रहेछ क्या बाटो। म त यो बाटो फलो गरेको क्या मैले बाटो फलो गरेको क्या यो बनाएर बाटो फलो गरेको क्या मैले। अब उता नजाऊँ उता उल्टो पर्छ अब यता जाऊँ उता उल्टो। कस्तो लागिरह राम्रो लागिरह उता पनि बाटो गएको रहेछ रोक रोक तिमीले मलाई फलो गर धेरै नहिँड फेरि यताबाट टर्न गर्नुपर्छ अहिले। हो हजुर हजुरआमालाई देखेँ कि नै बोलाऊ त हजुरआमा उता मैले उबाट देखाइदिन्छु क्यामेराबाट ए ए ए नै वहाँ के हो क्यामेरामा अहिले हुन्छ अहिले यहाँ खिच्ने बेलामा मिल्दैन अहिले डिस्टर्ब हुन्छ क्या। हे अब हामी निस्किने कताबाट कता निस्किने अब यहाँ त बाटो बन्द हुन्छ है त्यहाँबाट बाटो बनेको त्यहाँबाट बाटो बनेको लगाएर यत्रो राउन्ड लाउने बनाएर रहेछ नि यहाँ त्यहाँबाट बाटो बनेको मान्छे यहाँबाट आएर यहाँबाट त्यहाँबाट घुम्ने बनाएन नि त्यहाँबाट म आउने भनेको थिएँ नि यहाँबाट बाटो बनेर रहेछ यस्तो राम्रो बाटो बनेर रहेछ हेर त वाउ हेर त हेर हिँडेपछि के देखिन्छ भन्ने हिँडेपछि के देखिन्छ नि यो बाटो यो बाटो यी बाटो हेर त उताबाट आए पनि आउन मिल्दो रहेछ नि हामी यहाँ बिचबाट कता हो कता भनेर यता आइयो राम्रो बाटो रहेछ वरिपरि घुम्नलाई यहाँ ओहो ओहो वाउ हेर ब्लू फुल फ्लावर हेर त जता हेर त्यो ब्लू फ्लावर आऊ 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 फ्लावर सिड ल ठाउँ कस्तो लाग्यो प्राप्ति आऊ हजुर हजुर फ्लावर सिड फेरि अर्कोचोटि फुल्न परेन नेक्स्ट टाइम अर्को नेक्स्ट टाइम त्यो सिड फेरि फुल्छ क्या फेरि ग्रो हुन्छ फेरि फुल्छ क्या त्यो नेचरको नियम हो हजुरआमालाई देख्यौ बोलाऊ
कस्तो लजाम फ्लावर 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 ए ल ल ल वेट के भेटाइन प्राप्तले कहाँ भेटाइन यो नचलाउ त्यस्ता चिज ल आऊ 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 त्यो लोट्न सकिन्छ ल आऊ थाहा छ अहिले हामी घुमेर त्यहीँ जाने घुमेर हामी त्यहीँ जाने हो क्या त्यता नजाम आऊ फेरि अर्को कति राम्रो फुल हेर त यो रेड फुल ओहो कति राम्रो रेड फुल हेर त कति के छ त्यहाँ ल हेर यो फ्लावर नजिक नजाऊ है नजिक नजाऊ टाढा टाढा तिमीले कस्तो फिस देख्यौ स्मल फिस खाना दिन्छ ए ओ नजिक नजाऊ के खाना दिन्छन् भनेर आउने रहेछन् माछा पनि है नभागेर झन् नजिक आउने नजिक नजाऊ है यहाँ क्यामेरामा हेर्न हो जाऊँ मैले भिडियोमा माछा खिचेँ हो विश्वास भिडियोमा माछा
यता डक हेर्न आऊ ल डक हेर्न यता अलि आऊ डक हेर्न आऊ ए सानो बच्चा डक पनि रहेछ आऊ बच्चा डक ऊ बच्चा डक ऊ त्यसको साइडमा बेबी डक बेबी डक कसले देखो भाग्छन् चलायो भने भाग्छ ग्रास राख्दे तेरो सेम गर्न ब्याम्बु नचल छोड दे त्यसलाई अँ You pot color. You pot. This flower. ए ल देखेँ अझै पछाडिबाट है ठिक छ ए थोरै हो यो धेरै होइन
अब हामी जाने बेला म आउँछु सक्छौ लोट्न हुन्न फेरि सक्दैन लोट्न हुन्न त हातमा त राखेर त मिल्दैन झन् हात खाली हुनुपर्छ फ्री भएर हो बल्ल गोजीमा राख्न मिल्दैन गोजीमा राख्न मिल्दैन ल स्लाइड गर अनि घर जाउँ स्लाइड गर स्लाइड गर के गेम हो यो स्लाइड गर्छ प्राप्ति ल गर स्लाइड गर ल सर ल घुमेर आऊ लोटिन्न र स्लाइड गर्छौ ए मिल्यो मिल्यो म्याच भयो ल म्याच भयो म्याच भयो देखेँ मैले म्याच भयो ल केयरफुल भएर आऊ है केयरफुल केयरफुल एकदम दुईटा हातले ब्यालेन्स गरेर दुईटा हात दुईटा खुट्टा ब्यालेन्स दुईटा हात दुईटा खुट्टा ब्यालेन्स गुड जब केयरफुल केयरफुल गोजीमा राख्न मिल्दैन दुईटा खुट्टा दुईटा हात ब्यालेन्स है ब्यालेन्स लोटिन्छ ब्यालेन्स गरेर हो केयरफुल केयरफुल ल पास केयरफुल भएर एकदम दुईटा खुट्टा दुईटा हात ब्यालेन्स केयरफुल स्लोली समातेर समात केयरफुल केयरफुल गुड जब पास विनर ल ल मैले यसलाई फिनिसिङ गर्छु अब ल फिनिसिङ